यसरी देशको चिन्ताले हाम्रो भविष्यको चिन्ताले मुटु ऐया हुँदा पनि 12 पास गर्ने बित्तिकै छोराछोरीले पासपोर्ट बनाइदिनु पर्दा हाम्रै हेम्जामा उत्पादन भएको आलुले राम्रो बजार नपाउँदाखेरि कहिलेकाहीँ यो हाम्रो देश होइन कि क्या हो, बरु विदेशतिरै जन्मिन पर्ने रहेछ क्या हो जस्तो पनि हुन्छ। मलाई एकपटक त्यस्तै भएको थियो अनि मैले एउटा गीत लेखेको थिएँ, मेरो पनि होइन र यो देश मेरो पनि होइन र। यो कास्की पोखरा हेम्जाको माटोलाई साँची राखेर हाम्रो स्थानीय निकायले सुन्ने गरेर केन्द्रको सरकारले सुन्ने गरेर यो एउटा गीत गाम, त्यसपछि रमाइलो गरौँला, हुन्छ? एमा चाहिँ अलिकति जोस चाहिन्छ। मेरो पनि होइन र यो देश। देशको सीमाभित्र मैले जन्म लिएँ, गोर्खालीको सन्तान भनी गर्व गरेर थिएँ। जन्माएको आमाले हो घाँस काट्दा काट्दै गाउँको जीवन यसै गयो आलु रोप्दा रोप्दै। हामीलाई के नै सुख छ, सक्नेले गर नसक्ने पर। यो देश हामी सबैको हो कि होइन? टाठो बाटो मान्छेलाई त यो देश फेरि सही हो, हामी जस्तो नागरिक त अनागरिक भइयो। कहिले होला भने जस्तो नयाँ नेपाल आउने, जे भानी त्यस्तो भानी देशकै माया लाउने, होइन र? सक्नेले गर नसक्ने पर। यो देश हामी सबैको हो कि होइन? हो ल, यो हिम्जाको माटोलाई साँची राखेर यो देशको माया देखाउनलाई, यो देशलाई सम्मान गर्दै हामीलाई जन्म दिने हिजो मात्रै माता तीर्थ औँसी परेको थियो। यो नेपाली आमा, नेपालको माटो पनि हाम्रो आमा जस्तै हो। एकचोटि सबैले हात यहाँ राख्नुहोस् न, एउटा फोटो खिचौँ। यहाँ यस्तो गर्नुहोस् है, सलाम गर्नुहोस् है सबैजनाले, है सबैले एउटा फोटो खिचौँ है त। ओके, अब रमाइलो गर्ने हो।